कैलाश यात्रा गरेको भन्दैमा भूमि भारतको हुँदैन, लिपुलेक मुद्दामा फेरि तातेको नेपाल भारत बहस। साथीहरू, भारतको मिनिस्ट्री अफ एक्सटर्नल अफेयर्सले लिपुलेक विषयमा नेपालसँग छलफल गर्न तयार रहेको बताएको छ। साथै भारतले धेरै वर्षदेखि लिपुलेक मार्ग हुँदै कैलाश मानसरोवर यात्रा हुँदै आएको भन्दै नेपालले एकतर्फी दावी गर्नु उचित नभएको टिप्पणी पनि गरेको छ। तर नेपालमा भने यस विषयमा फेरि बहस चर्किएको छ। धेरै नेपालीहरूको स्पष्ट धारणा छ, कुनै ठाउँबाट लामो समय यात्रा हुँदैमा त्यस भूमिमा स्वामित्व स्वतः परिवर्तन हुँदैन। यात्रा, व्यापार वा आवत जावत एउटा कुरा हो, सार्वभौमिकता अर्को कुरा। नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो आधिकारिक नक्सामा समेटिसकेको छ। नेपालको ऐतिहासिक दस्तावेज, नक्सा र सन्धिहरूका आधारमा उक्त भूमि नेपालकै भएको दावी निरन्तर गर्दै आएको छ। त्यसैले धेरैले अहिले एउटै कुरा भनिरहेका छन्, सीमा विवाद संवादबाट समाधान हुन सक्छ, तर नेपालको भूमि नेपालकै हो भन्ने विषयमा दुई मत छैन। नेपाल र भारत बीच ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध गहिरो भए पनि राष्ट्रिय स्वाभिमान र भूगोलको विषय संवेदनशील रहने विश्लेषकहरू बताउँछ। मित्रता बराबरीमा टिक्छ, दबावमा होइन। संवाद आवश्यक छ, तर राष्ट्रिय स्वाभिमान भन्दा माथि केही हुन सक्दैन। साथीहरू, यस विषयमा तपाईहरुको धारणा के छ? आफ्नो विचार कमेन्टमा भन्न नबिर्सनुहोला।